हर कोही व्यक्ति सफल हुन चाहन्छ। मेरो नाम होस्, म पपुलर हुँ, सबैले मेरो सम्मान गरून्, म निकै माथि पुगौँ भन्ने हुन्छ। तर कहिलेकाहीँ जीवनमा जति सङ्घर्ष र सफल हुनका लागि कर्म गरे पनि बट ही क्यान नट बी सक्सेस इन हिज लाइफ। सफलता प्राप्त गर्न सकिँदैन। वाइ इट इज? किन हुन्छ? त सफलताको रास्ता या बाटो सहज हुँदैन। संसारको एउटा नियम के पनि छ भने तपाईँ 1000 सङ्घर्ष गर्नुहोस्, लाखौँ कोसिस गर्नुहोस्, प्रयासहरू गर्नुहोस्, जति दुःख गर्नुहोस्, मेहनत गर्नुहोस्, बट इफ यु क्यान नट बी सक्सेस इन योर लाइफ, तपाईँ जीवनमा सफल हुनु भएन भने नोबडी रेस्पेक्ट यु, तपाईँलाई कोहीले सम्मान गर्दैन। त संसारमा नाम कमाउने, इज्जत कमाउने, सफल हुने या ठुलो हुने कुरा सङ्घर्ष र मेहनतले मात्र पुग्दो रहेछ। बस सङ्घर्ष र मेहनत सँगसँगै तपाईँले सफल हुनुपर्ने हुन्छ। यदि यो गर्दा गर्दै पनि तपाईँ सफल हुनु भएन भने जीवनमा तपाईँ सफल भएको ठहरिँदैन। कसले कति मेहनत गर्यो सफलतामा यसले फरक पर्दैन। हु इज द टप, को चाहिँ सबभन्दा माथि गयो, त्यसले फरक पर्छ। त्यसर्थ मेहनत, सङ्घर्ष, बुझाइ भन्ने कुरो पनि चाहिन्छ। अर्को कुरो, हामीलाई असफलताहरू या साना साना टकराव, ठक्कर, हन्डरहरूले पनि जीवनमा पाठ सिकाउँछन्। हामी जति गिर्छौँ या ढल्छौँ, त्यो ढलाइ र गिराइलाई एउटा नयाँ पाठ बनाएर अगाडि जान खोज्यो भने, सक्यो भने जीवनमा सफल हुन सकिन्छ। तर त्यो सफलता बन्ने कुरो पनि ती ढलाइ र भोगाइहरूलाई फरक ढङ्गले, परिष्कृत ढङ्गले जीवनमा इम्प्लिमेन्ट निकै अपनाउन सक्नुपर्दछ। त्यसपछि you can be the successful person in the life. Thank you.